सब गाइज वेलकम बैक टू माई न्यू भिडियो र आजको यो भ्लगमा चाहिँ हामीहरू आप लिन जानेछौँ आप टिप्न ल आप टिप्न चाहिँ हामी खोलातिर जानेछौँ। त्यहाँ चाहिँ धेरै आप पाइन्छ। यता चाहिँ हेर्न सक्नुहुन्छ। अनि यता अनिस पनि छ, रिदम अनि पवन चाहिँ आज आएन, खोइ किन हो। हामी तीनजना चाहिँ आज जानेछौँ होइन गाइज। अब यिनीहरू चाहिँ विजय चाहिँ यहाँ फोटो खिच्दैछ, हेर्न सक्नुहुन्छ होइन। हामी चाहिँ जाँदैछौँ अब गाइज। अब हामी चाहिँ अलिक पर पुगेर भेट्छु म हजुरहरूलाई। गाइजहरू म चाहिँ अलिक पर आइसक्यो। म तपाईँहरूलाई के भन्छ ब्युटिफुल फ्लावरहरू देखाउनेवाला छु, हेर्न सक्नु। म चाहिँ मेरो घरसम्म आइपुग्न सक्नुहुन्छ। कति राम्रो फुलहरू छ गाइज। गाइज अब म चाहिँ के भन्छ आज गर्मी पनि धेरै छ। ओभर गाइज अब हामी अलिकति पर गएर भेट्छौँ। यहाँ मान्छेहरूले नजर लाग्छन् क्या। गाइजहरू अब चाहिँ हामी अलिक पर आइपुगिसक्यौँ होइन। अब म चाहिँ तपाईँहरूलाई अलिक यहाँको हरियाली देखाउँछु, पार्क जाने बाटोको होइन गाइज। त्यो पार्क चाहिँ कहाँ छ हजुरहरूले म त्यहाँ अगाडि त्यो ब्यानरमा हाल्छु भिडियोको, हेर्न सक्नुहुन्छ होइन। यहाँ हेर्न सक्नुहुन्छ। करेला कसलाई मनपर्छ यहाँ कमेन्टमा भन्नु ल। अब म तपाईँहरूलाई ग्रिनेरी देखाउनेवाला छु। गाइज यता चाहिँ बाछा छ। आज हामी तपाईँहरूलाई भेटाउँछौँ। लाली को हो लाली हाम्रो प्यारे गाई हो। गाइज केटाहरू चाहिँ वहाँ पर पुगिसक्यो होइन। केटाहरू भएको ठाउँमा गएर तपाईँहरूलाई भेट्छु। हामी चाहिँ आप लिनु परतिर जाने हो। त्यता चाहिँ मान्छे छन् होइन। अब हेरौँ हामीलाई दिन्छन् कि दिँदैनन्। गाइजहरू म चाहिँ जाँदैछु अब। गाइज म चाहिँ अब त्यो डाँडा चढ्ने बेलामा तपाईँहरूसँग भेट्छु। गाइज हामी चाहिँ डाँडा चढ्नेतिर जङ्गल छौँ, हेर्न सक्नुहुन्छ अब। गाइज अस्तिको भ्लगमा यो पार्क मैले देखाएको थिएँ, हेर्नुभयो होला मलाई लाग्छ। हेर्नुभएको छैन भने छिटो गएर यो भिडियो सकेर अर्को यो हेर्नु होला। जाम छिटो आप टिप्न। ढिलो पनि हुन्छ गाइज। 10 बज्यो। 10:45 हो है। 10:45 गाइज हामी चाहिँ अब अलिक जङ्गलतिर पुगेर भेट्छौँ तपाईँहरूसँग। गाइज म चाहिँ अब तपाईँहरूसँग आपको बोटमा गएर मात्र भेटेको छु। मान्छेहरूले नजर लाग्छन् क्या, यहाँका मान्छेहरू कस्तो छन् क्या। गाइज अब चाहिँ म आपको बोटमा पुगेर यो बोटमा चाहिँ फलेको रहेन भेट्छु। अर्को रुखमा भेट्छु होइन। त्यो दिन जेलको लागि अब मान्छे आएर आँखा पनि लाउँछ नि, त्यही भएर अहिले एकछिनमा भेट्छु म तपाईँहरू पनि कस्तो छ। यतातिर चाहिँ तपाईँहरू नआउनु होला, हामी चाहिँ आप टिप्न मात्र आएको यतातिर। कसरी जाँदैछु म टेरिका। गाइज अब चाहिँ म आज सिधा आपको बोटमा पुगेर मात्र भेट्छु। त्यो दिन जेलको लागि भाइ चाहिँ मान्छे हामीले आप टिप्न कि दिन्छ कि दिँदैन हेर्नुपर्छ अब। गाइजहरू म चाहिँ यहाँ ग्राउन्ड छु। यहाँ चाहिँ पहिला मान्छेहरू खेल्थ्यो, यहाँ त्यो पनि हुन्थ्यो होइन। अहिले चाहिँ यहाँ पुरा यो घाँसले हेर्नु न यस्तो भइसक्यो होइन। मान्छेहरू पनि फुटबल खेल्दैनन् होइन। यहाँ कस्तो भइसक्यो क्या। यो गोल पोस्ट पनि कहाँ लग्यो पार्कका मान्छेहरूले। त्यहाँ चाहिँ के गर्दै हुन्छ अनि घाँस काट्दै होला। कस्तो शीतल हावा चलेको यार।
तो छ यार गाइस म चाहिँ आउँदैछु गाइस म चाहिँ अब सिधा आपको रुकिए ओए मैले चाहिँ बोलिदिएको थिएँ मान्छेहरू माझ सक्नुहुन्छ आपको उसले चाहिँ क्यामेराम्यान बन्दैछ गाइजहरू यस्तै छ गाईहरू यहाँको आप चाहिँ भेटिँदैन होला गाई यहाँको ब्लगमा आप नभेटिन पनि सक्छु दुखिसक्यो गाई चाहिँ यता चाहिँ आप छ तर एउटा मात्र रहेछ होइन भित्र नै एन्टिलाइट यो घामले गरेर गाइजहरू यहाँ अनिसिरहेको छ यो खोलाको बाँधको हो कि मान्छेहरू सबले आएर यो खोला छेउमा छ कि मान्छेहरू त्यो ट्र्याक्टर वाला आएर यता लग्छन् क्या गाई अनिस चाहिँ यहाँ छैन अनिस गाई चाहिँ अनिस त मलाई चाहिँ किन बोलायो के भयो विजय ए यहाँ एउटा आँप रहेछ गाइस मैले एउटा आँप देखिसकेँ यहाँ छ यहाँ रहेछ गाइस यहाँ चाहिँ विजय रुखमा चढ्दैछ होइन विजयले आँप टिप्यो गाइस विजय चाहिँ आँप विजयले चाहिँ आँप टिपेर फ्याल्नु गाइस यत्रो मान्छे आयो Why are you running? Why are you running? यो विजय यस्तै गर्छ गाइस सबलाई डराइदिन्छ गाइस यहाँ हामीले चाहिँ दुईटा अनिसलाई आँपै देखेन फेरि तेरै त त्यहाँ छ त्यहाँ कहाँ फ्याल्छौ फ्याल्दियो हेलो नागिनु भने गरिदिन्छ मलाई ठक ठक गरिदिन्छ नागिनु विजय भेट्यो ठक ठक गरिदिन्छ अरे विजयले विजयले भेट्यो देखा त विजय यहाँ छ दुईटा सब बिहाको फोनको कभरमा चोप लाग्यो यार यहाँ चाहिँ तिनवटा आँप टिप्यौँ हामीले तिनजनालाई वाउ यो विजय यस्तै गर्छ हौ जसले विजयको बानी थाहा छ होइन मान्छे आएको थियो नि त गाईहरू उतातिर जाँदैछ मान्छे आन्टी आउँदै थियो क्या अनि भागेँ म त डर केराउँछ नि के भनेर अब चाहिँ हामीहरूले यो आँप टिपेर जाँदैछ सो गाई झाडाबाट यो जङ्गलबाट उत्रेपछि भेट्छौँ तपाईँहरूसँग त्यो दिनजेलको लागि बाई सो गाइज म चाहिँ अब तपाईँहरूसँग एकैचोटि खाने बेलामा भेट्छु त्यो दिनजेलको लागि भाइ हामी चाहिँ उता पुरै त्यो बाटो साटो सकेर उता पर्र गएर मात्र भेट्छौँ होइन त्यो दिनजेलको लागि भाइ म सो गाइजहरू म चाहिँ आइसकेँ विजयको घरमा र विजयले पनि यो नुन खोर्सानी लिन आँट्यो होइन नुन खोर्सानी ल्याउन घरमा छु अनि यहाँ छ हामी शीतल आँपको रुखको तल गएर आँपै खाने त्यहाँको आँप छ कि त्यही भएर हामी खाए गाइज अब नआँटेको पखालिहालौँ होइन कस्तो गर्मी गाइज हामीले चाहिँ पानी पिइसक्यौँ अब विजय चाहिँ नुन खोर्सानी ल्याउन गयो हामी जाँदै गरौँ ल अनि केटाहरूले जाँदै गरौँ आइज न हिँड्न हाल्न गोजीमा हामीले गोजीमा हाल्न मान्छेहरू
अब म चाहिँ आपको बोटमा पुगेर मात्रै भेट्छु त्यो दिन जेलको लागि भाइ सो गाइज हामी चाहिँ आपको बोटकोमा आइसक्यौँ अब विजय चाहिँ नुन खोर्सानी लिएर आउँछ अब नुन खोर्सानीको त्यो आप खाएको भिडियो बनाउँछौँ अब अहिले विजय आएपछि भेट्छु तपाईँहरूसँग त्यो दिन जेलको लागि विजय चाहिँ यता आइसक्यो होइन चाहिँ एउटा मुढा ल्याउन गएको छ अब हामी चाहिँ यहाँ बसेर यो गर्छौँ काट्ने ल्याइस् काट्ने त ल्याउने यतिकै चोबेर खामेर होइन अनिस चाहिँ लिएर आइसक्यो ऊ चाहिँ ल्याउँदैछ पानी सानी खाइसकेको छु मेरो घरबाट अनि मैले नुन खोर्सानी ल्याइसकेँ विजयले चाहिँ यता नुन खोर्सानी ल्यायो विजय नुन खोर्सानी देखा त यता यहाँ पोलोथिनमा ल्याएको छु अनिस चाहिँ आइसक्यो मुढामा बस्छु भनेर त्यो त अनिस मुढा मुढा किन डल्किन छैन एउटा मुढा सोगाइ पिरा अनि मुढा ल्याइसक्यो म चाहिँ मुढामा बसिरहेको छु फेरि एकजनालाई पुगेन त्यही ल्याउन गएको छ होइन गाइज गाइज क्या दामी हावा चल्दैछ यता गाइज अनिस विजय आप म आइस त्यही भएर मैले एउटा लिएँ एउटा आइस मैले चाहिँ एउटा लिएँ कागज नुन खोर्सानी हाल्छ त किन आएको नि गाइज हामी चाहिँ यहाँ खाँदैछौँ नुन खोर्सानी बिचारा रिदम आएन ला रिदम खा रिदम ला तँलाई नुन खोर्सानी चोपेर दिन्छु ला रिदम खा ला आइज बिचारा रिदम गाइज म चाहिँ अब यो आप खानेवाला छु र तपाईँहरूलाई भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भिडियो भने भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला आजको लागि यति नै बाई